अस्ति त पैसा आयो अब मोमो खानुपर्छ बङ्गाली मार्केट गएर भनिरहेको थिएँ तर त्यो एक प्लेट मोमोलाई 10 दिराम तिरी कसले खान्छ त्यही पनि अगाउँदैन भनेर हामीले चाहिँ रुममै खाने प्लान गऱ्यौँ तर बनाउने कसरी अलराइट गाइज सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ हामी मोमो खाने प्लान गरेर चाहिँ हामी मोमो कसरी बनाउँछौँ र कसरी खाने भन्ने प्लानिङका साथसाथै हामीले मोमोसम्म सब बनाइसक्यौँ अब दुईजना मिलेर बनाउँदैछौँ सो गाइजहरू मोमो हामीले आधी बनाइसकेका छौँ हेर्न सक्नुहुन्छ रेन दिदीले पनि मोमो बनाउँदैछ मैले चाहिँ भिडियो बनाउँदैछु पालो पालो गरेर भिडियो बनायौँ टक्क लाएर दुईजनाले मिलेर मोमो बनाउँदैछौँ हैन अब हेर्नु ल मोमो यति भइसक्यो मोमो भाडा नि हाम्रो स्पेसल छ फेरि दुईजनाको मैले नि बनाइ टोकाले ल हेर्नु टक्क लाएर मलाई चाहिँ मोमो बनाउन आउँछ भनेर मैले स्किल देखाइदिएको मोमो बनाउनको स्किल देखाउँदैछु सो गाइजहरू मोमो खानु त्यति सजिलो छैन के ल हेर्नु मोमो बनाउनलाई के गर्नुपर्छ कस्तो बनाउनुपर्छ भने सजिलो छैन त्यही भएर हजुरहरू हेर्न सक्नुहुन्छ हामी दुईजनाले टक्क लाएर मोमो बनायौँ हामी दुईजनाको चाहिँ 6 प्लेट भयो मोमो हाम्रो चाहिँ तल किचन छ के त्यही भएर माथि रुमबाटै बनाएर हामी चाहिँ जान लागेका छौँ मैले नि यहाँ निकै काम देखाएको छु आफै बेल्दै आफै बनाउँदै टक्क हैन मोमो बनाउनु त मलाई फेरि जाँगर पो लाग्छ खान पनि जाँगर लाग्छ तर बनाउन पनि त्यति नै जाँगर लाग्छ के मलाई चाहिँ सामानहरू भयो भने यहाँ त सजिलो छ मार्केटमा गयो सामान ल्यायो बनायो केही छैन ल हेर्नु फाइनल्ली हाम्रो चाहिँ अब मोमो बनाउने प्रोग्राम चल्दैछ ल हेर्नु मोमो यसरी राख्दैछौँ बनाइसकेर भोलि आधी पकाउने आज आधी पकाउने भनेर चाहिँ हामी दुईजनाले प्लानिङ गरिराखेका छौँ यो चाहिँ मोमो खाउने भयो आउनु मोमो बनाइरहेको छु मैले अनि आधी चाहिँ अब बनाएर खाने भने यहाँ बनाइसकेको छ दुईजना यति बनाएर राख्ने भोलि बिहान खाने हो के गाइस अब हाम्रो चाहिँ मोमो बनाउन लगभग सकेको अवस्था छ है हाम्रो चाहिँ किचन तल ग्राउन्ड फ्लोरमा भएको कारणले अब दुईजना कुम्लो कोटेरो बोकेर हामी चाहिँ बसाइ सऱ्यौँ एकछिनको लागि भयो भने टक्क लाएर 3 तलादेखि भुइँ तलासम्म जानुपर्छ अनि टक्क लाएर हिँडेर जाँदैछौँ दुईजना भाँडाकुँडा बोकेर कुम्लो कोटारो बोकेर रेन दिदी चाहिँ उसको जामल उचाल्दै हिँडेको छ लड्छु भनेर होला हाम्रो चाहिँ यहाँ लास्टमा छ है किचन तल ग्राउन्ड फ्लोरमा आफ्नो पाराले म चाहिँ यहाँ बनाऊँ भनेर भनिरहेको थिएँ अनि दुईजनाले नै राख्यौँ मैले चाहिँ यसो सामानहरू बोकिरहेको थिएँ यहाँ तिल पिन्दैछ रेन दिदीले यहाँ चाहिँ टमाटरहरू पाक्दैछ होइन अब मिसिन छैन पिस्नलाई त्यही भएर चाहिँ मेरो नि मेहनत हेर्नु कति धेरै मेहनत पसिना भएको छ यहाँ चाहिँ पाकिसकेको छ हाम्रो टमाटरको पेस्ट बनाइसक्यो यहाँ चाहिँ तिलको धुलो बनाइरहेछ होइन अब लास्टमा तिलको धुलो हाल्ने टिम्बुर सिम्बुर सबै हालिसक्यो अब लास्टमा धनियाँको पालो धनियाँ फरार उम्लेपछि माथिबाट छर्किने अहिले कागती चाहिँ अहिले लास्टमा हाल्नुपर्छ यी झोल पनि फल उम्लिसक्यो अब चलाएर प्याकिङ गरेर माथि जानुपर्ने हुन्छ माथि गएर हामी अब लेमन पनि हाल्यौँ टिफिनमा प्याक गरेर माथि गएर हामी चाहिँ फेरि एकचोटि मार्केट गएर सामानहरू ल्याएर फेरि हामी चाहिँ मोमो स्टिम गर्न पर्ने हुन्छ मोमो अहिले बेलुकाखेरि रेन दिदीले नुन लागेन भने चाख्दैछ 3-4 चोटि चाखेर नि थाहा भएन के हो यो रेन दिदीलाई नि भनेर नि मैले कराउन लागेको थिएँ तर कराएन कि मनमा के सोचिरहेको थिएँ आफूभन्दा ठुलो मान्छेलाई के कराउनु भनेर नकराएको नि त अनि अब हाम्रो चाहिँ फाइनली अब खाने बेला भयो नि त अनि हामी चाहिँ माथि राखेर नि मार्केट गएर नि आएर नि हामी मोमो बनाइसक्यौँ कि मोमो पाकिसक्यो अब माथि गएर खानुपर्छ ल पसिना हेर्नु यसरी बस्दा त एउटा मोमो त पानी सुकेर डढेछ कि त्यही भएर अब हाम्रो चाहिँ मोमो पाकिसक्यो माथि गएर खानुपर्छ आफूले बनाएको मोमो चाहिँ कति टेस्टी हुन्छ भन्ने कुरा अब हामीलाई नै थाहा छ होइन त्यही भएर अब हामी चाहिँ मोमो पाकिसक्यो अब माथि जानुपर्छ अनि मोमो खाएर हामी सुत्ने हो भनेको पसिन भएर मैले पसिन भएर मोमो पाकिसक्यो अब यो हाल्ने अनि
हालिसकेपछि चाहिँ अब खानुपर्छ माथि गएर अब यो हाल्ने अब हालिसक्यो अब जिकिसक्यो फाइनल्ली हाम्रो चाहिँ खाने पालो आइसकेको छ हामी दुईजना चाहिँ टक्क थालमा सजाएर अब आफ्नो भाग खान थालेका छौँ आजको भिडियो चाहिँ सो गाइजहरू यति नै अर्को भिडियोमा भेटौँला बाई बाई